माउन्टेन कन्ट्री पार्क यहाँ चाहिँ विवेकानन्द हाम्रो यात्रा सुरु भयो यता माउन्टेनको हाइक हो नि त ठिक छ नि त हाइक फोटो खिच्दिनु जाडो जाडो छ चिसो चिसो टेम्परेचर चौसा भ्यू पोइन्टमा आइयो नि त माउन्टेनको फ्यामिली वक भ्यू पोइन्ट अब सुरु भयो माउन्टेन नर्मल बिगिनरहरूको चाहिँ अलि गाह्रो हुन्छ चाहिँ हजुर भाइ हो उतापट्टि माउन्टेन हो पिक हो त पिरामिड अनि यतातिर दामी थियो दुईतिर देखिन्छ कि कति राम्रो म त कमार्दै हिँड्ने कि मैले चाहिँ 589 मिटर माथि रहेछ यो बज्यो घडीले यो खानेछ त्यहाँ 2 बजी त पुगिन्छ होला 1 घन्टामा त पुगिएला नि यता आउने बाटो छ नि डेन्जर रहेछ नि त त्यहाँ देखाएको म तल जान्छु नि तिमीलाई म हात
अनि गाइज माउन्टेन पिकमा आइपुग्यो नि भाइ ए आइपुगेछ नि भाइ फाइनली आइपुग्यो 702 साइकुङ 102 मिटर आइपुग्यो सवा 9 बजी हिँडेको 148 भयो 9:15 मा हिँडेको 148 मा आइपुग्यो होला अनि चाहिँ 9, 10, 11, 12, 1 4 आवर्स यता खेल्न रहेछ यही माउन्टेनको पिक माउन्टेनको डाँडा यस्तो अप्ठ्यारो है डाँडा माउन्टेन म्याक्लोस्ट्रेलको 4 को बाटो भेटिरहेछ भेटियो यहाँ चाहिँ है त्यो मान्छे नि आइपुग्यो हैन बस्ने ठाउँहरू कति राम्रो छ म्याक्लोस्ट्रेल कति नम्बर हेर्नु यो चाहिँ सेक्सन 4 OM078 यतातिर जानुपर्छ मौरीको त्यो अवस्था फोटो खिच्ने ठाउँ छ यहाँ फोटो खिच्ने ठाउँ बनाइदिएको है है अहिले त अर्कै बनाएको छ त पहिला त यहाँ काठको उ थियो फोटो मोबाइल अडाउने ठाउँ थियो क्या पिरामिड हिल म त सिधै हो कि हामी चाहिँ यता थाकियो अलिअलि अब अर्को चोटि जाने अब यहाँ चाहिँ कोही चाहिँ जाँदैछन् है पिरामिड हामी चाहिँ दाहिनेतिर लाग्छ म बेलुका चाहिँ दौडिन्छ नि दौडिनु पर्यो यस्तो मान्छे तल अर्कै माथि जानु पर्ने हो 81 M81 section 4 म्याक्लोस्ट्रेल अब म्याक्लोस्ट्रेल यता हिलवेल क्याम्प यता हामी चाहिँ यतातिर लाग्ने हो के हामी चाहिँ यता लाग्छ अस्ति नि त्यहाँ गाईहरू थुप्रो थियो हामी चाहिँ यता जाने हो यताबाट आएको हामी चाहिँ गाई स्विङ चाहिँ पानी बग्दो रहेछ त अगाडि
घुम्दै घुम्दै आयो यता चाहिँ यो ठाउँ चाहिँ यतातिर माइनिङ हेरिटेज सेन्टर कागजै बङ्गाइदिएर बल्ल राम्रो भयो यो माइनिङ यो चाहिँ फ्राइडे स्याटरडे सन्डे र पब्लिक होलिडे मात्रै 10 देखि 5 बजीसम्म खुल्ला हुँदैन यहाँ चाहिँ अब अर्को पालि छुट्टीमा आउने अब यतातिर दामी ब्रिज आएको छ ए ट्याक्कै पनि सकियो खाने ठाउँ अहिले चाहिँ यहीँ आएर सिद्धियो हामी चाहिँ 5:12 5:15 बजी भनेको 5:12 बज्यो ल 5:12 मा आइपुग्छ